हाई गाइज वेलकम टू माई न्यू ब्लग। साथीहरू सायद 3-4 दिन भयो ब्लगै हालेको छैन। मुड अफ भएको छ, टेन्सन भएको छ। दसैँ मनायो होइन, दसैँ मनाए पछाडि अलि टेन्सन भयो। अनि ब्लग बनाउने जाँगर पनि लागेन, मुड पनि लागेन, एकदम बोर भएँ। हजुरआमा पनि बिरामी हस्पिटल लगेर ल्यायो, अनि मलाई पनि ठिक भयो। अनि अब काम पनि एकदमै गाह्रो, सबै कुराहरू सकेको, रेस्टुरेन्टमा सब कुरा पाउनु पर्ने। हिजो भएपछि अनि के गरौँ भएको थियो। केही गरिएन, ब्लग स्लग बनाइएन। आज चाहिँ हल्का न यसो न रमाइलो। तैँले खाइ चिया खाइस्? यसले त दुध चिया बिस्किट सब खाइसक्यो। कुत्ते को भी खिलाया, खुद भी खाया भाई। तुमीले चिया आज यो चाहिँ पापडो पकाइन्छ। हामी पापडो भन्छौँ, गावा क्या हो, गावाको तरकारी पकाइन्छ। अनि भाँडा छ टमाटरको चटनी बनाइन्छ मोमोको लागि। यता हेर्नुहोस्, हाम्रो चाहिँ यहाँ यसमा राइस बोइल हुँदैछ है। राइस बोइल भइसक्यो, चाउमिन त बोइल भइसक्यो। के भएको छैन? ए बाँकी छ चाउमिन बोइल हुन। हिजो हामीले चाउमिन नखाएर यो बजारको सिन्काला हुन्छ नि, त्यही चाउमिन पकाएर खुवाएको कस्टमरलाई। आज बन्दा नेपालमा कति छ ठाउँ हुन्छ। हाम्रो देशमा चाहिँ के हाम्रो हेटौँडामा चाहिँ अहिले यो बन्दाको मूल्य 150 रुपियाँबाट 110 रुपियाँ रहेछ। मैले त 110 मा ल्याएँ, 150 पनि थियो भन्ने कुरा गर्नुभएको थियो। क्याप्सिकम पनि त्यस्तै महँगो छ आज। ए किन रिसायो गाले? के छोटो बजी झगडा पार्छन् त, किन्छन् अनि किन्दैन। हेलो मिस्टर, के हो यार, रहे जस्तो छ नि केटा त। अनि किन्नलाई अहिले बिहानै जानुपर्छ त? प्रस्ताव पो पेस गरेँ होला त। मलाई चाहिँ कपडा चाहियो, मैले यी कपडाहरू चाहिँ अब लगाउँदा मलाई नहुने भए, छोटा भए। अनि मेरो विषयमा चाहिँ अब के गर्ने भने प्रस्ताव पो पेस गरेँ होला जस्तो हो कि होइन? अनि अहिले हिँडिहाल, दुग्रिहाल, सटर खोलेर त्यहाँ होटलको कार्यक्रम सकाएकै छैन, गएर बनाइहाल्नु भनेर हुने आउँदा यार। किन्नुपर्ने खास के हो? म पनि किन्ने, मेरो पाइन्टहरू छैनन्। मेरो पनि यस्तै ट्राउजर, यही ट्राउजर हो हुन्छ नि, किन होला? अरू त के ट्राउजर किन्न लागि अनि त्यो थोलो बङ्गाएर हुन्छ। त बिहान लागिसकिस् है? ए रेबो, ए लागिसक्यो रेबो लेक्स भाइ। यस्तो चाहिँ खेल्दैन। ल यो के गर्ने हो यो? ल भाइ हेल्प गर्नु परेन यार होटलमा। मैले तिमीहरूलाई छोरी मानेर कस्तो माया गर्छौ। अनि चलो विशाल त्यो बन्द गर। अनि यो लाग, अहिले त्यो युट्युब सुट्युबको पछाडि नलाग। ल सुसु, तिम्रो पनि ट्राउजर किन्ने कुरामा सहमत पास भयो, टेन्डर पास भयो। हेलो टेन्डर पास भयो ल। अब चिन्ता मान्नु पर्दैन, बाबाले भन्न त सक्यो नि किन्छ भनेपछि। यस्तो छ हाम्रो केटाहरू चाहिँ, एकदमै छोरीको जस्तो व्यवहार गर्छन्, भनेको मान्दैन। चाहियो त चाहियो, ट्राउजर चाहियो अरे। पुन्टु आह पुन्टु ल आइज। कति पल्टिया त? पल्टेको पल्टै, सुतेको सुतै, रातभरि भाइ यो छ नि गाई, यो पुन्टु छ नि होइन, यो रातभरि हामी होटलभित्र सुत्छ। यो छोड्दैछ बाहिर मरिकै जान्न। जति भन जे भन, अरू मलाई कुट मार जे गर्छ गर, म त यो होटल छोडेर जान्न भन्छ। यहीँ भित्र सुत्ने हो। पुन्टु के हो भने यस्तो यार जातिविति पार तिम्रो? त्यो ठाडा खुट्टा लगाएर मजाले तेर्सेर हुन्छ त। ल यस्तरी सुत्छ यो। खाजा पनि खाएको छैन यसले। अलिकति सानो एउटा पिस मासुको दिएँ मैले,
धेरै गर्न आएर यस्तो छ यो पल्टिने मस्त निदा जान्छ पन्टुजी पुन्टुजी आहा सो गाइस सबैलाई माया गर्नुपर्छ जानवरलाई पनि माया गर्नु पर्यो हेर्नुहोस् यसरी चाहिँ ठेलामा चाहिँ मजाको हेर्नु त टमाटर आइराखेको छ काँक्रो आइराखेको छ हाम्रो चाहिँ नयाँ बोर्ड बनाएको छ अस्ति चाइनिज फास्टफुडको यो मैले आफैले सेटिङ गरेको मैले आफै बनाएको अनि अर्को बोर्ड पनि बनायौँ यो चाहिँ यस्तो खालको बोर्डहरू बनायो अस्ति पहिलाको बोर्ड अलि ठुलो थियो अनि यतापट्टिको एक्जस्ट फ्यानमा पुरै ठोकिने कि एक्जस्ट फ्यान चल्यो भने यसको मुनिबाट ठोकिने यो सटर भन्दा नि तल थियो कि माथिको बोर्ड पुरै ठोकेर कालो त्यहाँ भुइँमा पुरै सुने कि अनि यो यस्तो यहाँ कालो हुन्थ्यो अनि सफा गरेँ मैले अझै पनि गमलामा लागेको छ कालो यस्तो हुन्छ यहाँको कन्डिसन यहाँ उतापट्टिको एउटा साउजी बन्दै गर्नुभएको छ उहाँ दिदी चाहिँ पल्लो होटलको कुरा गराउनु भएको छ कोसँग यस्ता छन् हाम्रो होटलका बाहिर गमलाहरू है अहिले त होटल खाली छ हौ कोही पनि छैन है अहिले सिस्टम कस्तो भइरहेछ हाम्रो बिहान प्रायः अहिले अलिअलि आउँछन् होइन 10-12 बजीतिर अलिअलि आउँछन् साँझ 4, 3:30, 4, 5 बजेभन्दा पछि अनि बेस गरी मान्छे आउँछन् आजकल राति अनि आफत बनाउँछन् अहिले कति बज्यो 9 बजेर 15, 16, 17 मिनट 18 मिनट होला कस्तो मजाले घुमिरहेछ है सबै ममताले चाहिँ मजाले मेरो फुल सपोर्टर भनेकै मेरो बुढी हो ऊभन्दा अर्को मेरो सपोर्ट कोही पनि छैन उसले मलाई हरेक कुरामा चाहिँ सपोर्ट गर्छ हरेक कुरामा चाहिँ मलाई साथ दिन्छ एकजना मात्रै सहयात्री यिनी हुन् ममता मेरो जीवन सङ्गिनी गजब राम्री छन् यिनले फेरि रिसाइन भनेपछि भगवती काली देवी रिसा यस्तो गर्छन् अनि यिनलाई फगाउन गाह्रै हुन्छ मलाई तर फगाउँछु जो भनेको चाहिँ मान्छन् हेर्नुहोस् गाइस यसरी चाहिँ हामीले राइसलाई बोइल गर्नुपर्छ यो राइस कस्तो हुन्छ भने यो 70% पाकेको हुन्छ 30% जति काँचो हुन्छ अनि यसलाई लास्टमा फेरि अनि यो फ्राई राइस पाउँदाखेरि यसरी यहाँ फ्राई गर्ने अनि यो हाल्ने हेर्नु अदुवा हाल्ने लसुन हाल्ने होइन खोर्सानी हाल्ने यो नुन यसलाई अजिनामोटो भन्छ यो चाहिँ स्वाद अनुसार हाल्नुपर्छ यसको धेरै युज गर्नु हुँदैन धेरै हालेर मिठो हुँदैन यो चाहिँ थोरै एक आपमा 5-6 दाना पर्ने गरी हाल्नुपर्छ यसको छ नि यो यस्तो चाहिँ यो 5-6 दाना हो यति हालेपछि एक आपमा छ नि यति हालेपछि प्रशस्तै हुन्छ धेरै हाल्नु हुँदैन अब कतिले यसलाई हड्डी गलाउने पनि भन्दो रहेछन् त्यस्तो मैले अहिलेसम्म भेटाएको छैन यसको हड्डी गलाउने भन्ने कुरामा चाहिँ मैले खोज्दाखेरि इन्डियातिर बढी यस्तो कुराहरू भेट्यो अरू खास गुगलमा त्यस्तो कुराहरू लेखेको छैन त सो गाइस आजको भिडियो यस्तै छ खासै न कन्टेन्ट न केही होइन अब ब्लगै बनाएको छैन केही पुरै गरेको छैन मैले पनि आफ्नो दैनिक कार्यक्रमहरूमा तपाईँलाई देखाइसकेँ अब मैले काट्नुपर्ने छ हेर्नुहोस् यो 2 किलो प्याज 8 किलो मासु यो क्याप्सिकम अझ गाजर काट्नुपर्ने छ लसुन काट्नुपर्ने छ यावत कामहरू छन् यो कामहरू सकाउनला मलाई कमसेकम दिउँसो 12-1 बज्छ होला त्यही बिचमा मान्छेहरू आउँछन् होइन कस्टमर आइदिनुहुन्छ उहाँहरूलाई पनि हामीले हेर्नुपर्ने हुन्छ यस्तो छ अनि अस्ति राति पुरा यसलाई मैले चिम्लेर सफा गरेँ हेर्नुहोस् यति सफा गरियो कि 5 घन्टा लगाएर सफा गरियो किनकि होटलको चिम्नी सफा हुनुपर्छ अनि सबभन्दा अगाडि फोहोर देखिने भनेकै चिम्नी हो चिम्नी चाहिँ सफा भयो भने होइन आउने खाने मान्छेहरूलाई पनि त यहाँ त एकदमै सफा हुँदो रहेछ भन्ने कुरा हुन्छ तपाईँको चिम्नी सफा छ भने बुझ्नुहोस् तपाईँको सबै कुराहरू सफा छ यस्तो हुन्छ है बाँकी अब भान्साहरू यस्तो क्लियर सफा राख्नुपर्छ तपाईँ रेस्टुरेन्ट गर्नुहुन्छ होइन
अनि होटल गर्नुहुन्छ, खाजा घर गर्नुहुन्छ भने सफा हुन एकदमै जरुरी छ है। मेन कुरो चाहिँ सफा गर्नुपर्छ। सफा भएन भने मान्छेलाई मनै लाग्दैन। पहिला मान्छेले आँखाले खान्छ भनेको हेर्छ कस्तो छ, चित्त बुझ्यो ओहो यहाँ त राम्रो छ भन्ने भयो भने चाहिँ अनि मान्छेले टेबलमा बस्छ, मेनु हेर्छ, खान्छ। बाहिरबाटै हेर्दा तपाईँको होटल फोहोर छ, घिनलाग्दो छ होइन, फेरि यस्तो ठाउँमा आइयो भन्ने खालको टेबलमा बसेपछि फिल भयो भने मान्छेले केही गरी खाइहालेछ भने पनि भोलिपल्ट आउँदैन। त्यसैले होटल सफा राख्नुपर्छ। अब यसमा चाहिँ हामी हेर्नुहोस्, यो चाउमिनको लागि पानी ल्याएको, अनि यो सबै काम गर्ने चाहिँ मेरो बुढी। ऊ बिना त यो होटल अधुरो छ, एकदमै अधुरो। ऊ भयो भने भयो, भएन भने छैन। म त एक्लै यस्तै गफ गर्ने, चिया खाने, हल्लिने, यस्तै डाँगा केही काम छैन मेरो त खासमा। फेरि पनि कोसिस गरिन्छ राम्रो गर्ने होइन। सो गाइस, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? मन परे लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै आजको भिडियोबाट बिदा माग्छु। तपाईँको दिन शुभ रहोस्। बाई बाई।